ऐतिहासिक पहिलो महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट रूपमा नीलो क्रान्तिको राजधानी चितवनमा हार्दिक स्वागत गर्न चाहन्छु। परिवर्तनको सपना देखेर त्यसलाई साकार गर्ने आँट र साहस मलाई यही चितवनको माटोले दिएको छ र मबाट हामी बनाउने साहस पनि यही चितवनले दिएको छ। त्यसैले यो देवभूमि चितवनलाई नमन गर्दै फेरि पनि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, राष्ट्रपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनैतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई स्वागत गर्न चाहन्छु। यहाँहरूको उपस्थितिका लागि धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। उपस्थित आदरणीय महानुभावहरू, हामी आज यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा यो यात्रा यहाँसम्म ल्याउँदा धेरै मानिसको बलिदानी पुगेको छ, धेरै मानिसको बलिदानी चढेको छ। ती बलिदानीले ल्याएका विभिन्न कालखण्डका परिवर्तनले आज हामी साँच्चै नै अग्लो देखिएका छौँ। तमाम बलिदानीमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने तमाम शहीदहरूलाई सम्झन चाहन्छु। घाइते साथीहरूलाई सम्झन चाहन्छु जो आज शरीरभरि छर्रा बोकेर, घाइते शरीर बोकेर पनि यो देशमा परिवर्तन गरेरै छाड्ने हुटहुटी बोकेर राजनीतिमा लागिरहनु भएको छ। यी सबैलाई एकमुष्ट सम्झन चाहन्छु। राष्ट्रपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनैतिक मानिसहरू आइपुगेका छन्। यो एउटा बाध्यता हो, यो रहर थिएन। हामीले पटक पटक भन्यौँ तर हाम्रो कुरा सुनिएन, धेरै पटक भन्यौँ सुनिएन। टेलिभिजनको पर्दाबाट भन्यौँ सुनिएन, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौँ सुनिएन, यतिसम्म कि जेलको काल कोठरीबाट पनि भन्यौँ सुनिएन। आज चितवनमा गर्मी छ, थोरै गर्मी छ। आजभन्दा 1 वर्ष अगाडि पार्टी स्थापना दिवस मनाइरहेको थियो। तपाईसँग साक्षात्कार गर्ने मसँग कुनै माध्यम थिएन। भैरवामा योभन्दा धेरै गर्मी थियो, निकै गर्मी थियो। अरूका लागि जेल एउटा ठुलो कम्पाउन्ड हुन्थ्यो, मेरो लागि एउटा गोल घर, एउटा कोठा नै जेल बनाएर सरकारले सुविधासँग सुनिश्चितसँग राखेको थियो। मैले तपाईँलाई धेरै सम्झेको थिएँ, धेरै सम्झेको थिएँ। म आज तपाईँलाई धन्यवाद भन्न चाहन्छु कि त्यो आवाज सुनियो। म धेरै त सम्झन्न, म एउटा लाइन मात्र सम्झन्छु। जुन सन्देश मैले गत वर्ष भैरवा कारागारबाट लेखेको थिएँ, त्यो सन्देशको अन्त्यमा मैले भनेको थिएँ कि एक दिन जनताले तपाईहरूको हातमा भएको तस्करले दिएको घडी खोज्नेछ र त्यहाँ हक्कडी लगाउनेछ भन्ने कुरा। तर आज परिस्थिति बिग्रिएको छ, बदलिएको छ। बदलिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। आदरणीय उपस्थित महानुभावहरू, शक्तिशाली हुनु भनेको दम्ब गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन। यो मलाई राष्ट्रपालाई राम्रो। आज राष्ट्रपा प्रतिशोध र दम्ब भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पुरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश राष्ट्रपाको हातमा छ, देश सुरक्षित छ। लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँको निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु र राष्ट्रपाले त्यो लाइन क्रस गर्दैन। यहाँहरू निर्धक्क भएर यहाँबाट जानुहोला। यहाँ पनि एउटा सानो अनुरोध गर्न चाहन्छु, राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा रहेका सबै दलहरू ठिक हुनुपर्छ। म शुभकामना दिन चाहन्छु। विशेष गरेर दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र कहीँ कतै
केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलको अप्ठ्याराहरू सुल्झिएन भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ। मेरो शुभकामना छ आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनु होला। आफ्नो दल मात्र होइन, अन्य दलहरूका अप्ठ्यारा पनि सुल्झियो भने देश एउटा राम्रो बाटोमा जानेछ र त्यस सँगसँगै हामीले साझा प्रतिबद्धता पनि गर्नु छ। यसअगाडि राजनीतिक दलहरूप्रति स्पर्धी भने हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। हाम्रा व्यक्तिगत वैमनस्यताहरू हाम्रा निजी हुनु हुँदैन, त्यो सकिनुपर्छ। कहिले सकिनुपर्छ भने अहिले यहीँबाट सकिनुपर्छ। हामी वैमनस्यता बोकेर बाँच्ने होइन, ठुलो हृदय बोकेर अगाडि बढ्ने राजनीतिज्ञ बन्नुपर्नेछ। हामीले एक अर्कालाई जवाब दिनु पर्दैन, हामीले इतिहासलाई जवाब दिनुपर्छ। इतिहासका लागि पनि हामीले हाम्रा वैमनस्यहरूलाई तत्काल त्यागेर सहकारीको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ। किनकि हाम्रा द्वन्द्वहरू, हाम्रा घमण्डहरू, हाम्रा अप्ठ्याराहरू या हाम्रा कुनै पनि कुराहरू हुन्, ती हाम्रा निजी रहेनन्, देशका रहे, देश हितमा तिनको महत्त्व हुन्छ। आज यस ऐतिहासिक अवसरमा म रासपा परिवारका सबै साथीहरूलाई केही छोटो जानकारी मात्र गराउन चाहन्छु। साथीहरू, मैले जलेश्वर बैठकको बेलामा राजनैतिक प्रतिवेदनमा लेखेको एउटा कुरा स्मरण गराउन चाहन्छु। त्यहाँ लेखेको दुईवटा कुरा स्मरण गराउन चाहन्छु। पहिलो कुरा मैले भनेको थिएँ, लेखेको थिएँ कि रासपा लड्यो भने आफ्नै बुढामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन रासपालाई लडाउने। आज यसलाई अझ बढी सार्थक बनाउने बेला आएको छ। हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि केहीको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ। तर त्यो प्रचलनको बिउ हामीले रोक्न हुँदैन। त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो, फल्यो भने के हुन्छ भन्ने कुरा त भर्खरै हामीले देखिसकेका छौँ। त्यस कारणले गुट र उपगुट बनाएर हामीले त्यो बिउलाई रोप्यौँ भने भोलि त्यसले दिने फल त्यो विशाल फल हुनेछ। र अघि पार्टीका वरिष्ठ नेताजीले भन्नुभयो जस्तै त्यो फल यदि फल्यो भने हामीले त्यो वृक्ष नै काट्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ। यतिखेर हामी बेला ठिक समयमा छौँ, हामी ठिक समयमा छौँ साथीहरू। हामी कस्तो फल रोप्ने, कस्तो बिउ रोप्ने भन्ने बेलामा अडिएका छौँ। यतिखेर हामीले समग्र रूपमा कुनै गुट र उपगुटमा नलागिकन विगतका राजनीतिक दलहरूका अनुभवलाई हेरेर अगाडि बढ्ने हो भने म फेरि पनि भन्छु, रासोपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन। म यो तपाईँलाई निर्धक्कका साथ भन्न सक्दछु। तर साथीहरू, कहिलेकाहीँ के हुँदो रहेछ भने त्यो त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने, तर आफूले गर्नु पर्यो भने दुःख मान्ने कुरा हुँदो रहेछ। यसबाट चाहिँ यहाँहरूलाई म सचेत रहनको लागि अनुरोध गर्न चाहन्छु। र यो ऐतिहासिक महाधिवेशनले हामी बिचमा पनि केही वैमनस्यता रहेछन् भने, हामी बिचमा पनि त्यस्ता समस्याहरू रहेछन् भने त्यसलाई अन्त्य गर्ने एउटा महत्त्वपूर्ण बिन्दु यो बनोस् भन्ने म चाहना राख्दछु। राष्ट्रसभाको 2/3 सरकार बनेको छ। साथीहरू, पार्टीले यसलाई निगरानी गरिरहेको छ। पार्टी प्रतिबद्ध छ। लोकतन्त्रका आधारभूत मान्यता सिद्धान्तहरूबाट कोही कतै पार्टी विचलित हुने छैन। यो प्रतिबद्धता मैले गरि नै सकेको छु। विचार, सिद्धान्त, आदर्श जस्ता महत्त्वपूर्ण कुराहरूलाई अझ बढी स्पष्ट गर्दै जाने एउटा राजनीतिक पार्टीको निरन्तरको कार्य हो। यसमा रासपा खरो उत्रिएको छ। मैले अघि जलेश्वर बैठकको कुराकानी गरेको थिएँ। जलेश्वर बैठकमा यो कुरा स्पष्ट रूपमा हामीले भनिसकेका थियौँ। तर हाम्रा मामलामा अन्य धेरै विषयहरू चर्चाको विषय भने, अन्य धेरैहरू हल्लाको विषय भने हाम्रा प्रतिवेदन, हाम्रा राजनीतिक दस्तावेजलाई हेर्ने समय निकालिएन। मलाई विश्वास छ सिङ्गो देश र संसारले केन्द्रमा राखेको रासोपाका अबका दस्तावेजहरू हेरिनेछन्, पढिनेछन् र तिनलाई हचुवाको भरमा होइन, गहन अध्ययन गरेर यसमाथि विद्वत समूहले विश्लेषण गर्नेछ भन्ने कुरामा म आशावादी छु। हाम्रा साथीहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ, स्वच्छ प्रतिस्पर्धा गर्नुहुनेछ। सँगसँगै म आशावादी छु सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उभिनेछ। प्रयास त निकै हुनेछ, प्रयास त लडाउने, ढलाउने, फाटो ल्याउने प्रयास त निकै हुनेछ। म आज यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु, हामीले नेपाली जनतालाई र इतिहासलाई साक्षी राखेर रासोपामा
जुन सहमति गरेका छौँ त्यो सहमतिको एक एक अक्षर इमानदारिताका साथ पालना गर्ने प्रण म यहाँहरूलाई उभिएर गर्न चाहन्छु। हाम्रो निजी कुरो होइन, इतिहासलाई जवाब दिनुपर्नेछ, व्यक्तिको इच्छा ठुलो कुरो होइन। त्यसकारणले सरकार सञ्चालन गर्नको निमित्त रासोपाले चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब फटाफट गोल हान्ने जिम्मा बालेन्द्रको, अब फटाफट गोल हान्ने जिम्मा सम्मानित प्रधानमन्त्री बालेन्द्र शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो। यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, यहाँ मुख मिठ्याउनेहरू धेरै छन्, चुगली लगाइदिनेहरू पनि धेरै छन्। म तिनलाई जवाब दिन बोलिरहेको छैन साथीहरू, म त इतिहासलाई जवाब दिनको लागि खडा किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्नेछन् इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशन भन्दा पनि अगाडि तिमीहरूलाई यति जनमत दिएको थियो कि संसारको कुनै पनि राजनीतिक दललाई महाधिवेशन हुनुभन्दा अगाडि 2/3 बहुमत दिएको मलाई सम्झना छैन। यस्तो अवसर दिएको थियो। आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा यस धरतीमा जन्मेकाहरूले पनि मलाई र बालेन्द्रजीलाई प्रश्न गर्नेछन्, यो मौकालाई तिमीहरूले किन गुमाउनु थियो? हामी त्यो प्रश्नलाई सदाका लागि बाँच्न चाहन्छौँ इमानदारिताका साथ। यो अवसरलाई हामी सदुपयोग गर्न चाहन्छौँ, हाम्रा लागि होइन, आउने सन्ततिका लागि, जन्मिसकेका लागि मात्र होइन, जन्मन बाँकी यस देशका नागरिकका लागि पनि। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म आफ्नो भनाइ छुट्याउने क्रममा गएको छु। पार्टी जीवनमा समस्याहरू नआउने भने आउँछ, विभिन्न तहमा समस्याहरू आउँछ र हाम्रो पार्टी केवल हाम्रा साथीहरूले मात्र बनेको पार्टी होइन, विभिन्न राजनीतिक दलबाट हामी कहाँ आउनुभएका साथीहरू पनि आउनुभएको छ, हाम्रो परिवारबाट आउनुभएको छ। यो सबैको सम्मिश्रणले पार्टी बनेको छ। पार्टीभित्र या राजनीतिक दलभित्रको आबद्धता भनेको, कुनै पनि राजनीतिक दलमा म आबद्ध हुन्छु भन्नु भनेको तत्कालको लाभका लागि होइन। इतिहासको पाना पल्टाएर हेर्नुहोस् न, मैले यसभन्दा अगाडिको कुनै एउटा समारोहमा भनेको सम्झना गर्दछु, सम्झिहेर्नुहोस्। आज त रासोपाबाट लहर छाएको छ, सम्भवतः भोलि टिकट पाइन्छ होला, पछि पालिकामा जितिन्छ होला, म मेयर हुन्छु होला, उपमेयर हुन्छु होला भनेर केही साथीहरू लोभिनु भएको छ होला, लोभ्याइएको पनि छ होला। तर कुनै पनि दिन पार्टीले होइन, अब हामीले 8-10 वर्ष विद्रोह गर्नुपर्नेछ, त्यसका लागि हामी तयार हुनुपर्नेछ भन्यो भने त्यो त्याग, त्यो बलिदान र त्यो यात्रामा हिँड्नका लागि हामी तयार छौँ। हामी तयार छौँ त भन्छौँ, तर आजैबाट टिकट फलानुलाई दिए भनेर भुटको राजनीतिमा लाग्यो भने इतिहासले हामीलाई धिक्कार्नेछ। त्यसकारणले आफ्नै परिवारलाई आजको पहिलो महाधिवेशनमा उभिएर यति भन्न चाहन्छु साथीहरू, मलाई केही पनि चाहिएको छैन। संस्थापक सभापति भएका नाताले भर्खरै सुरु भएको पार्टीमा एउटा सानो पदका लागि चौबाटोमा लडेर हेलमेटले हानेर एकअर्काको दाँत झार्न गएको दृश्य बाँचुन्जेल हेर्न नपरोस्, मेरो यति कामना छ। आफूले जन्माएको पार्टी भएको हुनाले कुनै एउटा पदका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको, सदस्यताहरू जम्मा गर्दै आफू निर्वाचित हुने प्रपञ्च गरेको र षड्यन्त्रको राजनीतिको बिउ रोपेको कम्ती कम आफू बाँचुन्जेल हेर्न नपाएको हुन्थ्यो भन्ने कामनामा आज ऐतिहासिक महाधिवेशन राख्न चाहन्छु। एउटा कुरा चाहिँ मलाई के थाहा छ भने, जसले जिते पनि घन्टी बाहकले दिन्छ, जसले जिते पनि रासोपाले दिन्छ। आफ्ना जिताउन होइन, जितेका आफ्ना हुन् भन्ने भावना लिएर गयो भने हामी विशाल रासोपा बन्नेछौँ। यो विशाल रासोपाको पहिलो ऐतिहासिक
महाकुम्भमा फेरि पनि म यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु र फेरि पनि विभिन्न राजनीतिक दलबाट आउनुभएका साथीहरूलाई उहाँहरूले गर्नुभएको त्याग र बलिदानको सम्मान स्वरूप विगतमा भएका सम्पूर्ण राजनीतिक क्रान्तिहरूको सम्मान राख्ने प्रतिबद्धता व्यक्त गर्दै बदलिएको व्यवस्था बदलिएको परिस्थिति सबैमा हाम्रो साझा प्रतिबद्धता भएको कुरा स्पष्ट पार्न चाहन्छु। अन्त्यमा पार्टी स्थापना दिवसको दिन मैले यसै गरी दर्शक दीर्घाकै बिचमा रहेकी मेरी धर्मपत्नी अर्माङ्गिनीलाई भनेको थिएँ। उनले मलाई भनेकी थिइन् म घर चलाउँछु तिमी देश सम्हाल भनेकी थिइन्। यो 4 वर्षको यात्रामा देश मेरो सङ्घर्षको हरेक पाइलामा साथ दिएर एकपटक पनि नरोइकन ठाडो शिर लगाएर एकपटक पनि नझुकेर मलाई यतिका धेरै बल दिएकोमा मैले यो मञ्चबाट धन्यवाद दिनै पर्छ। साथै मेरो परिवारको एउटा जमघटमा मेरी 64 वर्षकी वृद्ध मृत्यु शय्याबाट भर्खर फर्केकी दिदीले भनेको कुरा सम्झना सुनाएर बिदा हुन्छु। जतिखेर मलाई ममाथि राज्यले ज्यादती गरेको थियो त्यतिखेर वरपरका छरछिमेकीले मेरो वृद्ध दिदीलाई भनेछन् तिम्रो भाइलाई त मार्छन् क्यारे। मेरो दिदीले छाती पिटेर भनिछन् मारेछन् भने मेरो भाइ शहीद हुन्छ चिन्ता नगर भनेकी थिइन्। मलाई आँट र साहस दिने मेरो परिवारलाई मैले अलिकति धन्यवाद दिन यो विशिष्ट समारोहको समय लिएर केही गल्ती गरेछु भने क्षमा गर्नुहोला। तर सबै राष्ट्रसभाको परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वमा यो पार्टीलाई यहाँले गर्नुभएको विश्वासले आज यहाँ पुर्याएको छ। पार्टी यहाँ आइपुग्नुको सम्पूर्ण श्रेय तपाईँहरूलाई बाँडेर बाँकी रहेको थोरै श्रेय लिने प्रण गर्दै सबैजनालाई फेरि पनि चितवनमा स्वागत गर्दछु र यसको यो हाम्रो ऐतिहासिक महाधिवेशनको भव्य सफलताको शुभकामना अभिव्यक्त गर्दै बिदा चाहन्छु। सबैको जय होस्। जय देश जय। ऐतिहासिक प्रथम महाधिवेशनको खुला सत्र यही समापन भएको घोषणा गर्दछौँ। हस्, धन्यवाद।